विगतमा पछिल्लो समयका केही डाटाहरू हेर्ने हो भने नेपालमा 40 वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई 4 जना मध्ये 3 जनालाई चाहिँ सुगर देखेको छ र सुगर चाहिँ प्रयोगशालामा गएर जाँच गरिसकेपछि त्यसको भ्यालुको आधारमा तपाईलाई डायबिटिज छ कि छैन अथवा सुगर रोग छ कि छैन भन्ने कुरा पत्ता लाग्दछ र सुगर जाँच गर्नको लागि जसलाई सुगर छ उहाँहरूले चाहिँ 8 घण्टाको खाली पेटमा बिहान प्रयोगशालामा जाँच गर्दा त्यसलाई चाहिँ फास्टिङ ब्लड सुगर भनिन्छ। फास्टिङ ब्लड सुगरको नर्मल भ्यालु भनेको 65 बाट 110 मिलिग्राम हुने गर्दछ। रेन्डमली भनिन्छ कहिलेकाहीँ अब अकस्मात इमर्जेन्सी धेरै सुगरको कारणले ढल्ने पनि हुन सक्छ। त्यस्तो अवस्थाको सुगरको भ्यालु फेरि 70 बाट 140 सम्मलाई मानिएको छ। डायबिटिज भएको पेसेन्टमा अथवा खाली पेटमा छुट्टै रेन्ज दिएको छ। तपाईको ब्लड सुगर चाहिँ 180 भन्दा माथि कटेको अवस्थामा त्यसलाई हामीले रेनल थ्रेसोल्ड भनिन्छ र यस्तो अवस्थामा तुरुन्तै चिकित्सकलाई अथवा सुगरसँग रिलेटेड डाक्टरलाई देखाएर उहाँको परामर्श अनुसार मेडिसिनमा जानुपर्ने हुन्छ। त्यसैले हामीले के बुझ्नु पर्यो भने हाम्रो शरीरमा ग्लुकोजको मात्रा अथवा चिनीको मात्रा बढेको अवस्थामा हाम्रो शरीरका विभिन्न अङ्गहरू आँखा, मृगौला, मुटु, रक्तकोशिका लगायत विभिन्न अङ्गहरूमा यसले इफेक्ट पार्ने भएको हुनाले समयमै आफ्नो सुगर लेभल जाँच गरी नर्मल छ भने त तपाईले सुगर बढ्न नदिनलाई आफ्ना दैनिक क्रियाकलापहरू गतिविधि चेन्ज गर्न पनि सक्नुहुन्छ र सुगर लेभल हाई छ भने समयमै डाक्टरलाई सम्पर्क गरेर भविष्यमा हुने जोखिमबाट बच्न सक्नुहुन्छ।